त्यही भएर काकीले मलाई जानमा चाहिँ किन भन्नुभएको थियो, त्यही भएर लिलिया आयो थाहा छ मलाई कोपामा लिली त त्यही बस है जाने हो यहाँ पछाडितिर। हामीभन्दा अगाडि लिली भयो बहिनी डराएको हो कि दिदी डराएको कि अनि अन्य अब हामी यहाँ कति राम्रो फुल फुले है। के खाने हामी के खान्न नि छैन। अब हामी चाहिँ इको पार्क जानु लाग्यो। कस्तो राम्रो बोर्ड हेर्नु यस्तो थोरै मात्रै हो यो त, अझ उता कति ठुलो हो। डर लाग्यो अरे ल तपाईँ डर लाग्यो अरे बहिनीलाई। दौडिनु पर्ने के भन्दैछ इको यता ओकालोमा हिँड्ने हो कि यहाँनिर नानी चक्रपथ छैन त्यो भत्का छ नि छेउछेउको पार्टी त्यस्तै ढुङ्गाहरू हालेर कति रङ्गिन बनाउँदैछ नि त्यतिकै गर्नु रोक्दिनु भने स्टप ए रोक्दिनु अनि म बोलेँ क्या है। बहिनी हरायो के गर्नु लाग्यो। मेरो त पोज्दै बस्ने हो पकाउँदा नि तपाईँ मैले गर्दैछु। अब यहाँनिर ढुङ्गे धारा छ, पानी आइरहेको यहाँनिर। के आयो थाहा छैन है त्यो पानी। अब यताबाट भिरको बाटो जाने स्ट्रङ गर्ल। यहाँतिर मकै नि छ कि काकी सानो सानोवाला है। यो चाहिँ के फर्सीको बोट फर्सीको मुन्टा को मान्छे हो होइन यस्तो राम्रो भएको अब हामी यो पुल तरेर माथि जाने हो भन्दैछ नानीले। काकी बिस्तारै 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 हेर यो बाटो नहिँड्ने नाइ कि प्लिज यताबाट चाँडै पुग्छौ।
हेलो गाइज, गाइजहरू यहाँ हिँड्दैछ एक्सर्साइज गर्दै। भिडियो खिच्न भने कसो यस्तै बाटोमा भिडियो खिच्छ। आयो भाइ भिडियो खिच्ने मान्छे आँडे पाँडे भइगएको छ कि। उता चाहिँ कति राम्रो खिचिन्छ है। उता यो हाम्रो पुरानो भिरको बाटो हो। हामी यसको नाम भिरको बाटै भनेर राखेको छ। ल यो चाहिँ यो सब एरिया चाहिँ यो टोलको नाम चाहिँ भेटघाट चोक भन्छ है। ल यात्रा रमाइलै छ। कोइली करायो। ल ल ल कस्तो खालको औषधि हो कि मिम्स दिएको नि राति। काकीको चाहिँ हालत यहाँ छाता छाता कता हो कि बहिनीलाई गरिम भएको कि थाकेको थाक्या हो कि गऱ्यो यो बाटो ओह्रालो झर्दा चिप्लिने के। कस्तो रङ्गे फुल के फुल रे काकी होइन मुङ्रे फुल के रे दतुरो फुल बाबरी यसको झ्याङबाट हामी यसरी आउँदैछौँ। हामी यसो गलीबाट घर आइपुग्छौँ एकैछिन। त नि राति कस्तो डर लाग्थ्यो नि है। सुरुङ जस्तो देखिरहेछ। गरायो के गरायो एकतिर मान्छे एकतिर पसिना आयो गाइस। अब चाहिँ हामी घर आइपुग्यौँ। बाई बाई गाइस, फेरि भेटौँला।